धेरै नै गाह्रो भयो यार। अब यो महिना त सटर भाडा पनि कसरी तिर्नु, दिनभर पसल खोल्यो कोही ग्राहक आउँदैन। पहिला त्यति धेरै भिड हुन्थ्यो, कहाँ गयो क्या त्यत्रा मान्छेहरू, कहीँ गएका छैनन्, यता अनलाइनतिर सरेका छन्। मैले तँलाई पहिला पनि भनेको थिएँ, मानिनस्। मानेको बाबुले तेरो फोनमा पनि टिङ 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 अर्डरको नोटिफिकेसन त बज्थ्यो। यसरी सटर भाडाको टेन्सन लिएर त बस्न पर्दैन थियो। मलाई थाहा छ त्यो अनलाइनको कुरा, आधाभन्दा बेसी त कमिसनै खान्छन्, अनि पैसा पाउन पनि महिनौ दिन कुर्नुपर्छ। म जस्तो सानो सेलरलाई के फाइदा? त्यही भएर तेरो सोच्ने तरिका त्यही पुरानै शैलीको छ। तँलाई कसले भन्नु हो आधाभन्दा बेसी कमिसन लाग्छ भनेर? आफ्नो बजारमा जम्मा 10% कमिसन लाग्छ, अनि तैँले पेमेन्ट पनि 3 दिनभित्र पाउँछस्। होइन होला हौ, जम्मा 10% कमिसन हो के? म झुट बोल्छु होला त? त्यसो भए त घरमै बसेर सामान बेच्न पनि पाइयो, सटरको भाडाको टेन्सन पनि भएन। बरु कसरी रजिस्टर गर्ने हो लु सिका। निकै सजिलो छ, तँलाई म एउटा भिडियो देखाउँछु। आफ्नो बजारले हामी जस्ता सेलरहरूको सजिलोको लागि भनेर भिडियो बनाएर हालेको छ। त्यसो भए त कायदा भयो, देखा। यसले त आफ्नो बजारमा एज अ सेलर रजिस्टर भएर आफ्नो टेन्सन हटाउने भयो। तपाईँ चाहिँ आफ्नो टेन्सन कहिले हटाउने नि? आज नै आफ्नो बजारमा एज अ सेलर रजिस्टर गर्नुहोस्। कसरी रेजिस्ट्रेसन गर्ने भन्ने मैले भिडियो बनाएर हालेको छु, तपाईँले भिडियो हेर्न सक्नुहुन्छ।